हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो नाम चाहिँ धर्म आएर हो। म अहिले चाहिँ काठमाडौँमा बसिरहेको छु। मेरो घर चाहिँ कञ्चनपुर। काठमाडौँमा बसेर चाहिँ म ब्याचलर इन बिजनेस स्टडिज पढिरहेको थिएँ नेपाल कमर्स क्याम्पसमा। सो अब हाम्रो अस्ति 1 मन्थ अगाडि चाहिँ इक्जाम पनि सक्यो, फाइनल इयरको 4th इयरको। अनि त्यसपछि हाम्रो 4th इयरमा चाहिँ रिपोर्ट पनि बुझाउनु पर्ने हुन्छ। अनि ठ्याक्कै हामीले रिपोर्ट बुझाएर भाइभा पनि दिइसक्यौँ। सो अहिले चाहिँ त्यतिकै बसिरहेको छु, त्यस्तो जब हन्टिङ इरामा चाहिँ छु। अब म चाहिँ आज बिबिएस कोर्स इन नेपालको बारेमा चाहिँ भन्न चाहन्छु। वाइ बिबिएस चुज गरेर के हुन्छ, बिबिएसको स्कोपहरू, बिबिएस पढेपछि के हुन्छ, अनि फी चाहिँ कति लाग्छ, फी स्ट्रक्चर्स, कम्प्लिट फी स्ट्रक्चर 4 इयरसम्मको चाहिँ। आजको टपिक छ बिबिएस कोर्स इन नेपाल। अनि प्लस म मेरो पर्सनल एक्सपिरियन्स पनि सेयर गर्न चाहन्छु। मैले चाहिँ बिबिएस किन चुज गरेँ, अनि बिबिएसमा चाहिँ के कतिको फी लाग्यो, त्यसपछि मेरो पर्सनल एक्सपिरियन्स मलाई के कस्तो लाग्यो, हार्ड इजी। बिबिएस भनेको चाहिँ ब्याचलर इन बिजनेस स्टडिज, यो चाहिँ 4 वर्षे कोर्स हो। अनि प्लस यो चाहिँ अर्को क्वेसन मेनली सोधिने भनेको चाहिँ हु क्यान स्टडी बिबिएस इन नेपाल। बिबिएस चाहिँ कोले पढ्न पाउँछ भनेपछि चाहिँ अब +2 दिएका स्टुडेन्टहरू, जस्तै अब म्यानेजमेन्टबाट, अनि साइन्सबाट, अनि हजुरको ह्युमेनिटीबाट, अब जुनसुकै भए पनि +2 चाहिँ पढेको हुनुपर्छ। +2मा चाहिँ कुनै पनि सब्जेक्टमा पनि D+ भन्दा कम आएको हुनु हुँदैन। अब D+ सम्मकोलाई चाहिँ एक्सेप्टेबल छ बिबिएसको लागि चाहिँ। अनि बिबिएस इज स्पेसल्ली सुइटेबल फर दोज स्टुडेन्ट हु आर इन्ट्रेस्टेड इन ब्याङ्किङ, फाइनान्स, अनि मार्केटिङ, एकाउन्टिङ, उहाँहरूको लागि चाहिँ सुइटेबल छ। हाउ लङ इज बिबिएस चाहिँ मैले अघि नै भनिसकेँ, 4 वर्षको कोर्स हो। 4 वर्षमा चाहिँ एनुअली इक्जाम हुन्छ यसमा चाहिँ। अनि 4 वर्षमा चाहिँ फर्स्ट इयरमा चाहिँ 5 सब्जेक्ट, सेकेन्ड इयरमा 5 सब्जेक्ट, यसरी नै थर्ड इयरमा नि 5 सब्जेक्ट, फोर्थ इयरमा चाहिँ हामीले चुज गर्नुपर्ने हुन्छ एकाउन्ट, फाइनान्स, अनि मार्केटिङमा चाहिँ। मैले चाहिँ फाइनान्सबाट चाहिँ कम्प्लिट गरेको बिबिएस चाहिँ। अब 5 बिजनेस रिसर्च मेथड एन्ड इन्टरप्रेनरसिप चाहिँ कम्पलसरी सब्जेक्ट हो। अरू चाहिँ अब जस्तै मेरो चाहिँ इन्भेस्टमेन्ट थियो, फाइनेन्सियल इन्स्टिट्युसन थियो, प्लस अब कर्पोरेट फाइनान्स थियो, फाइनान्स लिएर पढेको भएकाले। अनि प्लस अब हाम्रो 4th इयरमा चाहिँ कस्तो हुन्छ भनेपछि चाहिँ बिजनेस रिसर्च मेथडमा चाहिँ हाम्रो 50 मार्क्सको चाहिँ थ्योरी हुन्छ भनेपछि 50 मार्क्सको चाहिँ हाम्रो प्र्याक्टिकल दिनुपर्छ। प्र्याक्टिकलमा चाहिँ हामीले इक्जाम आउनुभन्दा अगाडि चाहिँ ठ्याक्कै 50 इक्जाम आउनुभन्दा अगाडि चाहिँ हामीले प्रपोजल बुझाउनुपर्छ। अनि प्रपोजल बुझाइसकेपछि इक्जाम सकेको केही दिन पछाडि चाहिँ हामीले रिपोर्ट बुझाउनुपर्छ। रिपोर्ट बुझाइसकेपछि हाम्रो त्यही रिपोर्टदेखि भाइभा हुन्छ। अनि त्यो भाइभा कम्प्लिट भयो भने हामीलाई 50 मार्क्स चाहिँ हामीले त्यही प्र्याक्टिकल भइहाल्यो। प्लस अब बिबिएस भनेको चाहिँ बिबिएसमा चाहिँ यति नै हो हुने चाहिँ। सब्जेक्ट चाहिँ मैले हजुरहरूलाई भनिसकेँ 4th इयरको चाहिँ। इयर चाहिँ त्यस्तो हार्ड थिएन, किन भनेपछि इङ्ग्लिस थियो। इङ्ग्लिस त अब जनरल भइहाल्यो। अनि त्यसपछि पिओएम, प्रिन्सिपल अफ म्यानेजमेन्ट, द्याट इज अल्सो थ्योरी सब्जेक्ट। देन आफ्टर बिजनेस स्ट्याटिक्स। बिजनेस स्ट्याटिक्समा चाहिँ हाम्रो 12+2मा चाहिँ मैले म्याथ लिएको भएकाले +2को म्याथ र बिजनेस स्ट्याटिक्स सिमिलर, सेम नै थियो होइन, सेम टु सेम नै लाग्यो मलाई चाहिँ। सो इजी लाग्यो मलाई भन्नुपर्दा। अनि माइक्रो इकोनोमिक पनि +2 जस्तै थियो लगभग। +2 र फर्स्ट इयरको चाहिँ सेम नै हुन्छ कोर्स चाहिँ। आफ्टर द्याट एकाउन्टिङ पनि सिमिलर जस्तो लाग्यो, बट 1-2 लेसन चाहिँ अलि थपेर दिएको हुन्छ। फर्स्ट इयरको चाहिँ एज सिमिलर एज +2को जस्तै हुन्छ। अनि त्यस्तो अप्ठ्यारो चाहिँ छैन मैले भन्नु खोजेँ मतलब चाहिँ। जस्तै अब रुटिन आएको चाहिँ, रुटिन आएपछि नै हजुरले पढ्न स्टार्ट गर्नुभयो, त्योभन्दा अगाडि बिजी हुनुहुन्थ्यो भनेपछि पनि हजुरहरू पास गर्न सक्नुहुन्छ। अनि देन आफ्टर थर्ड इयर इज मलाई अलि टफ लागेको, अलि हार्ड लागेको सब्जेक्ट चाहिँ मलाई चाहिँ बिजनेस ल अनि ट्याक्सेसन। बिजनेस ल र ट्याक्सेसन चाहिँ मलाई थर्ड इयरमा हार्ड नै लागेको थियो, किनभने त्यो फर्मुला यता न उता भएकाले मलाई चाहिँ अलि ट्याक्सेसन चाहिँ हार्ड नै लाग्यो। अनि बिजनेस लमा चाहिँ थ्योरी, मलाई थ्योरी भनेपछि चाहिँ फेरि रट्नै नसक्ने कि म चाहिँ त्यो रट्टाफिकेसन गरेर चाहिँ ठ्याक्कै हुबहु दिमागमा हालेर उता हुबहु सार्न चाहिँ म सक्दिनँ। मैले बुझेपछि मात्रै हो। मैले अलि हार्ड नै लागेको थियो, बट आई हेभ कम्प्लिटेड माई थर्ड इयर टु। जस्तै अब काम गर्दै हुनुहुन्छ भने पनि अब 1 आवर जति एभ्रिडे 1 आवर पढ्नुभयो भने पनि ठ्याक्कै इक्जामको बेला हजुरहरूलाई इजी हुन्छ पढ्नको लागि, लोड हुँदैन। अनि त्यसपछि त्यस्तो बिबिएस पास हुन चाहिँ अप्ठ्यारो चाहिँ छैन, पढ्नु चाहिँ पर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब कुनै स्टुडेन्टलाई चाहिँ न्युमेरिकल हार्ड लाग्न सक्छ होइन, अनि कुनैलाई चाहिँ अब थ्योरी हार्ड लाग्न सक्छ। मलाई चाहिँ थ्योरी हार्ड लाग्छ। धेरै जस्तो गरिने भनेको चाहिँ वाट आफ्टर बिबिएस,
अनि बिबिएस पछि चाहिँ के गर्ने भनेपछि बिबिएस पछि चाहिँ अब हजुरहरूलाई के सजिलो हुन्छ भने बिबिएस पढेपछि चाहिँ अब गभर्मेन्ट सेक्टरतिर लोकसेवा पढ्नलाई चाहिँ अलिक सजिलो भयो। ब्याङ्किङ सेक्टरतिर काम गर्न चाहनुहुन्छ भने त्यसको लागि सजिलो हुन्छ। प्लस अब कति फी लाग्छ भनेर सोध्नुहुन्छ भनेपछि चाहिँ मैले पढ्दाखेरि चाहिँ बिबिएस फर्स्ट इयरको फिस चाहिँ 12,750 थियो। सबै मिलाएर सबै लगाएर चाहिँ इक्जाम फी यताउता अब रजिस्ट्रेसन फी सबै लगाएर चाहिँ 12,750 थियो। अनि अहिले चाहिँ अस्ति भर्खर मैले बहिनीको एडमिसन गर्दाखेरि चाहिँ 14,750 भएको थियो। मतलब अहिले चाहिँ बढेको छ। 4 वर्ष कम्प्लिट गर्दासम्म चाहिँ 50,000 जति खर्च हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। म यसको बारेमा भिडियो बनाउँछु भनेर सोच्छु होइन। मजाले सोचेर बसेको हुन्छु। अनि ठ्याक्कै क्यामेरा अन गर्दाखेरि चाहिँ एकदमै त्यो नर्भस हुने ब्ल्याङ्क हुने ला अब के भन्ने भन्दाखेरि नै त्यो हुन्छ नि त, अगाडिको पछाडि पछाडिको अगाडि यताको उता उताको यता भनिरहेको हुन्छ कि नर्भस भएर चाहिँ। अब अहिले चाहिँ झ्याप्पै त्यो क्यामेरा फेस गर्ने जस्तो कन्फिडेन्स पनि डेभलप भएको छैन मलाई चाहिँ जस्तो लाग्छ। सो अब केही कुरा छुटेको हुनसक्छ, केही कुरा यताको उता भएको हुनसक्छ। त्यसको लागि चाहिँ आइ एम सरी। इफ मैले बनाएको भिडियोमा चाहिँ केही कमी कमजोरी छ भनेपछि चाहिँ प्लिज मलाई कमेन्ट गरिदिनु होला। मलाई त्यस्तो आफूले बनाएको भिडियोमा आफै मिस्टेक भेटाउन अलि डिफिकल्ट नै हुन्छ जस्तो लाग्छ। भिडियो चाहिँ म के को बारेमा लिएर आउँ त्यो पनि मलाई भन्न सक्नुहुन्छ कमेन्ट मार्फत चाहिँ। किनभने मैले चाहिँ अब के को बारेमा बनाउने त ल। अब जस्तै अस्ति कमेन्ट गर्नुभएको थियो मलाई चाहिँ आइएल्स एक्सपिरियन्सको बारेमा भिडियो बनाइदिनु न भनेर चाहिँ मैले त्यसको बारेमा भिडियो बनाएको थिएँ। त्यो मलाई पनि टपिक सोच्न चाहिँ सजिलो हुन्छ है। आजको भिडियो नि खै अब के बोल्दा बोल्दै लामो नै भयो जस्तो छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। अनि प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब माई च्यानल।